हेलो साथीहरू, नमस्कार। के छ हजुरहरूको हालखबर? म चाहिँ सन्चै छु अनि आज फेरि अर्को भिडियो लिएर आइसकेकी छु। यो भिडियोमा हजुरहरूले देखिरहनु भएको ठाउँ चाहिँ हाम्रो हेटौडा 4 स्कुल रोड हो। हेर्नुस् न, यति रमाइलो छ स्कुल रोडमा अहिले। यो झिलिमिली बत्तीले त यस्तो मनै आनन्द बनाउँछ कि हजुरहरू पनि घुम्नको लागि आउन सक्नुहुनेछ अनि दसैँ सपिङको लागि पनि आउन सक्नुहुनेछ हेटौडा 4 स्कुल रोडमा। अनि यत्रो हेटौडा बजार सबै छोडेर स्कुल रोडमा मात्रै यो झिलिमिली किन भनेर सोचिरहनु भएको होला। किनभनेदेखि हेटौडा 4 स्कुल रोडमा रिजाल प्लाजाभित्र चाहिँ हरेक वर्ष नवरात्रिभरि चाहिँ नवदुर्गाको मूर्ति चाहिँ स्थापना गरेर पूजाआजा गरिने गरिन्छ। त्यसैले चाहिँ स्कुल रोडमा यति राम्रो सजाइएको छ अहिले चाहिँ, हजुरहरूले पनि देख्न सक्नुहुनेछ। यो चाहिँ स्कुल रोड हो अनि त्यसपछि यसबाट यो द्वार भनेको चाहिँ हाम्रो भगवती मन्दिर जाने द्वार हो। यसबाट भित्र छिरेपछि चाहिँ हाम्रो नवदुर्गा भगवानको मूर्तिहरू चाहिँ देख्न सक्नुहुनेछ। यस्तो राम्रो सजाइएको छ अनि साँच्चीकै भगवान नै देखिएको जस्तो चाहिँ आभास हुन्छ भित्र पसेपछि। मैले पनि दर्शन गरेर आएँ, हजुरहरू पनि जान सक्नुहुनेछ है त। यस्तै नयाँ भिडियोको लागि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोस्, लाइक कमेन्ट सेयर गर्नुहोस् है त। धन्यवाद।